होइन राम भाइ होइन तिमी किन त्यो जात नमिल्ने केटीसँग हिँडेको ह तिमी खड्गा अनि उभिक होइन तिमीलाई आफ्नो बाबाआमाको इज्जतको ख्याल छैन तिमीले गर्न खोजेको के हो श्याम दाइ तपाईँले कस्तो कुरा गर्नुभएको म उनीसँग हिँड्दैमा कसरी बाबाआमाको इज्जत जान्छ के हो नि मान्छे होइन राम भाइ मैले त्यस्तो भन्न भयो तपाईँ केही बोल्नु पर्दैन तपाईँले भन्न खोजेको कुरा मैले बुझिसकेँ योसँग तेरो जात मिल्दैन योसँग हिँडिस् भने समाजले ठिक मान्दैन भन्न त खोज्नु भएको तपाईँको बहिनी र उनीमा के फरक छ केही फरक छैन भाइ फरक छैन भने पहिला आफ्नो सोचलाई परिवर्तन गर्नुहोस् अनि मात्र मेरो अगाडि आउनु होला तपाईँ जस्तो नीच र घटिया सोच बोकेको मान्छेसँग बोलेर हामीलाई समय बर्बाद गर्नु छैन यो राम भाइले पनि त्यो बिकको छोरीसँग लागेर इज्जत नै फाल्ने भए अब के हुने होला